हेलो गाइज लङ टाइम ब्याक आज म नयाँ भिडियो लिएर आउँदैछु त्यो हो अनबक्सिङ भिडियो हाम्रो नेपालबाट पार्सल आइसक्यो यहाँ 3टा 1 2 and 3 यो चाहिँ लुगाको पार्सल हो लुगा जुत्ता खानेकुराको पार्सल हो गाइज यसमा चाहिँ ओभर 1 लाख को पार्सल हो यो चाहिँ 20 केजी यो कति केजीको यो 20 केजी होला यो कति 18 होला 20 17 अनि यो कति हो 10 5 10 होला हैन यो 3टा मिलाएर चाहिँ ओभर 1 लाख पैसाको नेपाल टु क्यानाडा पार्सल आयो हाम्रो फाइनली कति दिनपछि 15 20 दिनपछि है 20 दिनपछि आयो फाइनली गाइस तर ल्याउन त ल्यायो तर युपीएसले फाल्देर गएछ सामानै फाल्देर न घण्टी बजाए न के बजाए सामानै फाल्देर बाटोको छेउमा फाल्देर ल टाप बसिसक्यो तिनीहरू त हामीलाई थाहा छैन हाम्रो 2 घण्टा पछि थाहा भएको डेलिभर्ड त्यहाँ उमा युपीएस ट्र्याकिङमा डेलिभर्ड भनेर देखायो त्यसपछि हेरेर त सामान त बाहिर फाल्देर हिँड्ने रहेछ पुरै त्यो भर्याङको तल क्या सबै सामान त फाल्देर हिँड्ने रहेछ सो गाइज आइसक्यो हाम्रो यहाँ छ सामान अनबक्सिङ हान्नु ल अनबक्सिङ हान्नु कहाँबाट ल्याएको चक्कु यहाँनिर अनबक्सिङ हान्नु अनबक्सिङ हान्न हातै काट्यो कहाँबाट ल्याएको चक्कु खोइ जे तल उसमा त्यो घर आउँथ्यो र अस्ति सफा गर्दाखेरि यहाँनिर धान पलास उडान के फुडेर पठाएको है सामान्य उडान हाम्रो जुडान हुन्छ अब ठिकै हो महँगो पनि छैन 20 केजी भन्दा माथि गयो भने चाहिँ अलिकति सस्तो हुन्छ यहाँ एउटा ज्याकेट पनि छ गाइज सरप्राइज तर कुन ज्याकेट भन्ने चाहिँ पछि रिभिल हुन्छ त्यो तपाईँले थाहा छैन नाम थाहा हुँदैन होला प्रायलाई तर एकदम दामी ज्याकेट छ आइरहेछ कि छैन हेर्छु म क्यामेरामा आइरहेछ कि छैन हेर्छु म त्यो फाल्ने गार्बेज ब्याग यो सानोवाला चाहिँ पछि खोलौँ न यता साइड लगाइदिउँ पहिला यो चाहिँ ल कस्तो पानी सब पानी हिउँमा फालेर आइस पग्लेछ यार सब निकाल्नु पऱ्यो स्वाटै यताबाट स्वाटै म त एउटा सामान आउँदैन कि भन्दा म त 1/3 देखाइरहेको थिएँ है सब प्यार भुर गरिदिने कतिबाट नि गरौँ खै After a long wait unboxing त्यसमा चाहिँ के खानेकुरा मात्र हो कि हो खोइ त राख्नु टेबलमा देखाउन हेरौँ न ऱ्यामै नभए त इग्नोर द सुज है गाइज यो पनि भ्लग चाहिँ रेकर्ड गरेँ तर भोइस नै आएन सो मैले भोइस ओभर गर्दैछु यहाँ चाहिँ मेरो साथी आउँदैछ पार्याङमा हिँड्दैछ अनि अब ढोका खोलिदिनु पर्यो यसलाई सो वेलकम ब्याक आफ्टर लङ टाइम हाम्रो अनबक्सिङ त भइसक्यो त्यही नि अब भर्खर आउँदैछ मैले फोन त अघि नै गरेँ हो तर ऊ चाहिँ भर्खर आइपुग्यो हो सो यो हाम्रो चौचौ चाहिँ दाइले निकाल्दै हुनुहुन्छ यो सब चौचौ हो चौचौ एक बाक्सा थियो यहाँ करेन्ट नुडल्सहरू पनि छ अनि जुत्ताहरू पनि यहाँ तलै छ पुरै जुत्ताहरू सब एउटामा यो 20 केजीको ब्याग हो पार्सल हो यो चाहिँ ठुलो बक्स यो चाहिँ ठुलो बक्स 20 केजीको हो सब यसमा प्याक थियो अनि यो चाहिँ दाइको बक्स हो सो दाइले यहाँ खोलेर यहाँ पुरै हेरिसक्यो के छ भनेर अनि त्यो वाइवाईको डिब्बा चाहिँ पहिल्यै किनेर आयो फेरि त्यसमा सिफ्ट गरेर यो पठाएको चाहिँ अनि साथीले चाहिँ नयाँ एयरपोर्ट किनेर रहेछ एयरपोर्ट प्रो 3rd जेनेरेसन नयाँ यो किनेर रहेछ धनी व्यक्तिले एयरपोर्ट 2 लिने भन्दै थियो पछि चाहिँ एयरपोर्ट प्रो 3 किनेछ क्या अरे किने छैन किने
सो यहाँ हाम्रो चाहिँ कुराहरू हुँदै थियो अलिअलि सो अनि यहाँ छ गुन्द्रुकको पोको अनि यहाँ छ ह्यान्डी प्लस्ट पुरै डिब्बा अनि त्यो चाहिँ गुन्द्रुक छ त्यहाँनिर यो चाहिँ गुन्द्रुक हो एक पोका गुन्द्रुक नेपाली गुन्द्रुक नेपालबाट पार्सल आएको अर्को पकाइन छ यहाँ गुन्द्रुक ल झऱ्यो गुन्द्रुकै झऱ्यो मस्त बास्ना आएको थियो स्मार्ट गाँजा जस्तै छ त्यही नि फाल्दिएँ मैले अनि यो चाहिँ के टिमुर होला सायद टिमुर हो यो चाहिँ इयरबड्स हो यो कानको टाउनी अनि अर्कोहरू सामानहरू पनि छ यो के हो ज्वानो होला सायद ज्वानो हो यो अनि अरूहरू सब यतै छ ल यहाँ अमिलो पाउहरू खस्यो अनि त्यो बोतलमा चाहिँ पुरै लोकल नेपाली घिउ हो यो बोतलमा चाहिँ पुरै लोकल नेपाली घिउ हो अनि हजमोला सजमोला अनि सब हरू पठाइदिएछन् पुरै हजमोला अनि यो चाहिँ टुथब्रस भइहाल्यो अनि अर्को छ फेरि यो चाहिँ के ब्यान्डेज होला घाउ सफा गर्ने होला पट्टी होला बान्ने कपासहरू अनि यो चाहिँ टिबिएलको सुज हो गाइज टिबिएलको सुज अलिकति कुच्चिएछ पार्सल गर्दाखेरि यो टिबिएलको सुज राम्रै देखिरहेछ टिबिएलको सुज पनि ठिक छ ल यस्तो छ यो सुज चाहिँ यस्तो छ अनि अर्को चाहिँ यो स्पोर्ट्स सुजमा हो यो चाहिँ ठिकै छ यो नि अनि यो चाहिँ स्पोर्ट्स सुज यो भइहाल्यो अब यो कालो जुत्ता चाहिँ क्यालिबरको सुज हो फुल ब्ल्याकमा हो क्यालिबरको सुज हो यो चाहिँ नेपाली ब्रान्ड हो यो क्यालिबर मलाई पनि थाहा छैन भर्खर चलेर रहेछ यो लिएको रहेछ ठिकै थियो त्यो जुत्ता नि अनि अब आउँछ लुगाहरूको पालो चाहिँ लुगाहरू छन् यहाँ चाहिँ लुगा चाहिँ टन्नै छन् फेरि भयो पर्को लुगामै 50-60 हजार हालेको थियो 50-60 हजारको लुगा छ यो चाहिँ अब त्यो प्रेसर कुकरको रबर बिग्रेको थियो अनि प्रेसर कुकर रबर बिग्रियो भएर रबर पनि पठाइदिएछन् अनि अर्कोहरू यहाँ के माछा होइन यो सिनेमनहरू रहेछ ग्लोब्सहरू अनि अर्को यहाँ जुत्ता क्रक्स पनि रहेछ क्रक्सको भित्र चाहिँ फेरि मोजा सोजा के होला भित्रनिर अनि यो चाहिँ क्रक्स भइहाल्यो यसपछि आउँछ गाइज यो लुगा हो यो चाहिँ लुगा अनि अर्को त्यो फोन जस्तो छ यहाँ फोन जस्तो छ मैले फर्स्ट देख्दाखेरि के हो केटीको पर्स हो कि भन्ने यहाँ ठ्याक्कै पर्स पनि जस्तो छ फोन पनि जस्तो म त फर्स्ट फोन भन्ने म चाहिँ हेलो गर्न लाग्थेँ क्या फोन भनेर पछि त यो के हो भन्दाखेरि हेर्नु गाइज के हुन्छ यसमा यो खोलेर हेर्दाखेरि होइन म त पुरै पर्स पठाइदिएछन् भन्ने पर्स हो कि फर्स्टमा त फोन भन्ने पछि त पर्स रहेछ पर्स होइन रहेछ पछि त यो के भन्छ टुल किट रहेछ नेलको टुल किट रहेछ पुरै यो नेल कटरहरू यो सिजरहरू पुरै यो नङभित्र खुट्टामा छिर्यो भने नि यो सब नेल किट टुलले निकाल्न मिल्छ भनेर नेल किट टुलहरू पठाइदिएको थियो यहाँ जुत्ता लाउँदा ऊहरू पस्छ भित्र नेलहरू चाहिँ त्यही भएर पठाइदिएको थियो अनि यो चाहिँ लुगा हो एडिडासको रहेछ एडिडासको लुगा अनि अरूहरू पनि छन् अनि यहाँ सो यो चाहिँ अर्को लुगा हो यो चाहिँ ब्राउन कलरको लुगा छ यहाँ यो चाहिँ कुन पुरै ट्याग नै सँग रहेछ ट्यागै निकालेको छैन ब्राउन कलरको लुगा छ यहाँ सोनामको लुगा रहेछ ब्रान्डेड लुगा हो सोनामको नेपाली ब्रान्ड होला सायद यो पनि सोनाम होला होइन हो भने क्या अरे सोनाम नेपाली ब्रान्डै हो सोनाम भने अनि अर्को नि एडिडासको छ लुगा अनि अर्को मोजाहरू भइहाल्यो एडिडासको मोजाहरू छ अनि यो चाहिँ त्यो ज्याकेट मैले त्यो ब्लू कलरको ज्याकेट त्यो चाहिँ मेन हो किनभने त्यो चाहिँ कुन ज्याकेट हो भन्दाखेरि तपाईँहरूले थाहा पाइसक्यो होला तर एकछिन पछि भन्छु त्यो नि आउँदैछ अनि यो चाहिँ नर्थ फेसको हाफ ज्याकेट हो यो हाफ ज्याकेट भयो नर्थ फेसको अनि अर्को चाहिँ द रियल ओजी सोनामको ज्याकेट हो यो चाहिँ महँगो खालको ज्याकेट हो
20,000 भन्दा महँगो ज्याकेट हो यो चाहिँ कम्तीमा 21-22,000 पऱ्यो होला सायद मैले प्राइस हेरेको थिएँ नेटमा समथिङ 21,000 समथिङ कति थियो यो चाहिँ सोनामको ज्याकेट हो डाउन ज्याकेट सोनामको क्वालिटी चाहिँ राम्रो छ ज्याकेटको पुरै दामी क्वालिटी थियो क्वालिटी चाहिँ यहाँ खोल्दैछ साथी चाहिँ मैले चाहिँ भनेर छु 20,000 को महँगो ज्याकेट हो राम्रोसँग खोल बिग्रिन्छ अहिले भनेर भन्दै थिएँ कि म चाहिँ त्यहाँनिर पैसा आएको छैन त्यही भएर म यहाँ भोइस ओभर गरिरहेको छु 20,000 को जतिको बिग्रियो भने त घाटा लाग्छ त्यही भएर बिस्तारै खोल भनेर भनिरहेको थिएँ मैले यहाँ चाहिँ होइन यो चाहिँ ल पुरै ट्याग नि निकाले होइन ट्याग सहित नि पठाइदिएछन् पुरै अनि यो चाहिँ सोनामको ज्याकेट दाइ चाहिँ फिट चेक गर्नलाई छन् सोनामको ठुलो छ कि कति भनेर पठाइरहेछन् ठिक्क रहेछ ज्याकेट भित्र एउटा हाइनेक साइनेक लाउने बेला अलिकति ठिक्क हुन्छ ज्याकेट अहिले चाहिँ हेर्दाखेरि चाहिँ पुरै ठुलो जस्तो देखिरहेछ तर फिट चाहिँ फिटै छ ज्याकेट फिट चाहिँ फिटै अनि अर्को कलरको ब्राउन कलरको यो स्वेटर जस्तो ज्याकेट चाहिँ नि दामी छ स्वेटर जस्तो ज्याकेट भइहाल्यो अनि अझै बाँकी छ थोरै सामानहरू यो चाहिँ जकर्स भइहाल्यो अनि त्यो अब यो चाहिँ मैले चाहिँ पहिला तन्ना भन्ठाने यो चाहिँ के भन्छ ऊ रहेछ के भन्छ ब्ल्याङ्केटको खोल रहेछ तन्ना होइन रहेछ अनि यो चाहिँ सर्ट्स रहेछ सर्ट्स हो यो चाहिँ समरको लागि लाउनुको लागि सर्ट्स यो पनि अर्को जकर्स भइहाल्यो अनि यो चाहिँ ज्याकेटवाला सायद होइन यो चाहिँ जिम वेयर रहेछ जिम वेयर यो चाहिँ जिम वेयर जिम जाने भनेर जिम वेयर पनि पठाइरहेको थियो अनि अर्को के छ भन्दाखेरि यो चाहिँ ज्याकेट हो यो चाहिँ विन्ड सिटर होइन विन्ड सिटर टाइपको एउटा छ पातलो छ विन्ड सिटर ज्याकेट होला त्यहाँ नाप्दैछ त्यो ठिक हुन्छ कि हुँदैन भनेर त्यो प्यान्ट चाहिँ काँटीमा नाप्दैछ सो हाम्रो अलमोस्ट सकिसकेको छ यो एउटा बक्स चाहिँ अनबक्स गरेर सकिसकेको छ अब अर्को बक्समा जान्छौँ अब अर्को बक्स मेरो बक्स हो यो चाहिँ यसलाई चाहिँ म अनबक्सिङ गर्न जाँदैछु सो बिस्तारै काट्नुपर्छ किनभने लुगा पनि काट्ने डर हुन्छ त्यसैले बिस्तारै काट्नुपर्छ यो चक्कु चाहिँ सानो छ तर एकदम पुरै सार्प छ क्या त्यो चाहिँ मेरो डिजिआईको माइकको खोल देखाएको साथीलाई डिजिआईको भनेर सो म चाहिँ अब अनबक्सिङ गर्नलाई यहाँ काट्दैछु पुरै बिस्तारै काट्दैछु किनभने भित्र लुगा काट्यो भने त बर्बाद हुन्छ फेरि त्यही भएर बिस्तारै काट्दैछु म अलिअलि बिस्तारै थोरै गरेर सो यो चाहिँ हाम्रो बक्स हो अनि यहाँभित्र चाहिँ मेरो सब लुगाहरू छन् पुरै यो चाहिँ मेरो लुगाहरू जुत्ताहरू यसमै होला सब मेरो अनि यो चाहिँ मेरो फर्स्ट ज्याकेट हो यो चाहिँ मेरो वर्ल्ड हेभीवेट च्याम्पियनसिपको लुगा भनेर देखाएको मैले चाहिँ बेल्ट चाहिँ नि यो मेरो लुगा हो अनि अर्को यहाँ छ फेरि अमिलोहरू अनि पाउहरू सब छ ह्याप्पीडेन्टहरू स्ट्रबेरी फ्लेभरको हो त्यो चाहिँ अनि अर्को पनि छ यहाँ सामानहरू किसमिस अनि के भन्छ क्याजु यो सबहरू छन् यसको नाम के हो मलाई त थाहा भएन त्यही भएर सोध्दै थिएँ म यहाँ नाम के भनेर मैले ठ्याक्कै आज नि बिर्सेँ फेरि अनि पछि यो भइहाल्यो यो अमिलोहरू छ हाजमोला अनारदाना होला यो अनारदाना हो हाजमोला अनि अर्को फेरि छ मसँग यहाँ यो पनि घिउ हो यो पनि नेपालको घिउ हो देशी घिउ हो अनि अर्को के छ भन्दाखेरि यो बिरे नुन होला सायद त्यो मैले हातमा लिएर बिरे नुन हो त्यो अनि अर्को त्यहाँ मेरो जुत्ताहरू अनि यो चाहिँ औषधिहरू हो अनि त्यसपछि आउँछ हाम्रो ओजी जोर्डन रेडमा यो जोर्डन हो यो चाहिँ मैले साथीलाई चाहियो भनेर मैले मगाइदिएको थिएँ साथीलाई अनि यो चाहिँ म चेक गर्दैछु जोर्डन कुच्चिसकेको छ किनभने प्याक गर्दाखेरि कुच्चिएरै आउँछ अलिकति बक्स चाहिँ केही छैन तर ओरिजिनल जोर्डन मेड इन यसमा लेखिरहेको चाहिँ मेड इन भियतनाम भनेर लेखिरहेको छ यहाँ यो मेड इन भियतनाम भनेर लेखिरहेको छ त्यहाँभित्र चाहिँ होइन ओरिजिनलै हो जोर्डन चाहिँ सो यही हो अनि अर्को जुत्ता छ मसँग यो चाहिँ यो वाइट सुजभित्र मेरो त्यहाँ चाहिँ अन्डरवेयर थियो अनि अर्को
त्यहाँभित्र के खोजिरहेछ होला सायद, त्यही भएर निकाल्दैछु म, छ कि भनेर, के छ कि भनेर। अनि अर्को चाहिँ यो चाहिँ क्यालिबरको सुज हो, त्यो वाइट सुज चाहिँ क्यालिबरको, मेरो क्यालिबरको सुज हो त्यो चाहिँ, वाइट, पुरै वाइट। मेरो चाहिँ होइन, साथीले मगाइदिएको थियो मैले, यो दुईवटा चाहिँ, त्यो चाहिँ क्यालिबरको सुज भयो। अनि अर्को चाहिँ लुगाहरू फेरि यो चाहिँ लुगा छ मेरो, चेक सर्ट टाइपको लुगा। यो चाहिँ जाराको लुगा, जारा भन्ने लेखेको जाराको लुगा छ, यो चाहिँ जाराको लुगा हो। म चाहिँ लगाएर हेर्छु फिट चेक गर्नको लागि, अलिकति चाहिँ ठुलै रहेछ हेर्दा चाहिँ। अनि यो साथीले चाहिँ मेरो जुत्ता चेक गर्दै थियो, AF1, यो मेरो जुत्ता 3500को जुत्ता चेक गर्दै थियो। अनि म चाहिँ यो फिट चेक गरेको छ, ठिक छ। अनि यो मैले साइडमा राखेँ। अनि अर्को चाहिँ मेरो जुत्ता यो कफी मगमा चुइगम उपहार, बाई 1 गेट 1 फ्री भित्र राखिरहेको रहेछ, सेन्टर फ्रुट चुइगम रहेछ। यो चाहिँ कफी राख्ने ऊ हो, यो मग हो। अनि यसमा चाहिँ सेन्टर फ्रुट रहेछ क्या भित्र, बाई 1 गेट 1 जस्तो, तर राख्नु त राखेको हो। अनि सो यो चाहिँ म सबै सामानहरू, मोजाहरू निकाल्दैछु, त्यहाँभित्र के कोचेर राखेको छ सामानहरू सब निकाल्दैछु, यो निकाल्दैछु। अझै बाँकी छ के अरे, मोजाहरू सब यहीँभित्र कोचेर राखेर हो नि त, त्यही भएर सब निकाल्दैछु म एउटा एउटा गरी सब। अनि यो चाहिँ मेरो AF1 हो, वाइटमा विथ ब्ल्याक टिक यो चाहिँ। सो अर्को जुत्ता चाहिँ यो चाहिँ एडिडासको जुत्ता हो, यो चाहिँ एडिडासको जुत्ता। अनि यो चाहिँ पुरै केचाक कुचुक पारेछ, पुरै पार्सल गर्ने बेला केचाक कुचुक पारेछ। अनि भित्र चेक गर्दैछु के छ भनेर, दुइटा जुत्ताको भित्र के छ भनेर, तर फर्ममा त रहेछ के रहन्छ जुत्ताभित्र चाहिँ। यो चाहिँ एडिडासको जुत्ता हो, ठिकै छ यो जुत्ता नि। सो यो चाहिँ अर्को मेरो ज्याकेट हो। सो ज्याकेट चेक गर्दैछु म चाहिँ कस्तो छ भनेर, अगाडि पछाडि हेर्दैछु म, कुन ब्रान्डको भनेर नि हेर्दैछु, YSL हो कि के ब्रान्डको रहेछ, मैले हेरेको थिएँ YSL हो क्या सायद। अनि म फिट चेक गर्नुको लागि लाउँदैछु म ज्याकेट चाहिँ, ज्याकेट चाहिँ ठिक रहेछ, ल ठिक छ, ज्याकेट चाहिँ ठिक रहेछ, फिट छ ज्याकेट चाहिँ। अब यहाँ अर्को नि जुत्ता छ नाइकीको स्पोर्ट्स सुज, यसभित्र नि चेक गर्दैछु म के छ भनेर, के हालेछ भनेर। अनि यसभित्र चाहिँ टुना रहेछ क्या, के भन्छ ब्लू कलरको टुना रहेछ। अब चाहिँ लुगाको पालो, यो चाहिँ हुडी हो। म चाहिँ ट्राई गर्दैछु हुडी एकचोटि कस्तो छ भनेर, हुडी ट्राई गर्दैछु। हुडी चाहिँ पुरै टाइट, अलिकति टाइट नै थियो भनौँ न, भन्दा नि अलिकति। म त हुडी ट्राई गरेपछि त्यो टुना हुन्छ नि साइडमा, त्यो तानिरहेको अर्को हुडीमा प्रायःमा हुन्थ्यो, त्यही भएर त्यही बानी भएर त्यो हुडीमा तानेर फर्स्ट त छैन रहेछ क्या यसमा त। अब त्यो हुडी सकेपछि मैले चाहिँ यो हाफ ज्याकेट हो, यो हाफ ज्याकेटको पुरै नै निकालेर हिँड्छ। अनि यो चाहिँ म ट्राई गर्दैछु हाफ ज्याकेट, यो नि ठिक छ, यो हाफ ज्याकेट नि ठिक छ, फिट छ पुरै। म ट्राई गर्दैछु। अनि ट्राई गर्दा त्यो पुरै चेन लाउनै नआएर क्या, डबल चेन रहेछ, यसरी डबल चेन रहेछ। अनि म चाहिँ त्यो के यस्तो हुन्छ र भनेर सक भएको थिएँ क्या म चाहिँ एकचोटि। मैले फर्स्ट टाइम भने मैले यस्तो एउटा मात्रै चेन भएको देखेको थिएँ नि त। अनि अर्को दुइटा चेन रहेछ, अनि त्यसमा चाहिँ घुसाउनु पर्ने रहेछ क्या, त्यो अर्को चेनमा लक हुने रहेछ अर्को चेनमा चाहिँ। अनि एउटा चाहिँ माथि सारेपछि त्यो जिप लाग्ने रहेछ क्या, मलाई त थाहा थिएन। अनि त्यही भएर दुइटा चेन हुन्छ र के हो यो त डिफेक्टिभ प्रडक्ट हो कि के हो भनेर भने, पछि त यस्तै हुन्छ भनेर दाइले लगाइदिँदै थियो क्या त्यसै। अनि थाहा भयो, भर्खरै थाहा भयो अनि मैले। सो यो चाहिँ अर्को मेरो प्यान्ट हो, ब्राउन कलरको। अर्को नि यता फर्मल प्यान्ट छ, यो चाहिँ बेल्टवाला फर्मल प्यान्ट रहेछ, ग्रे कलरको। अनि त्यसपछि अर्को यो चाहिँ कार्गो प्यान्ट, ग्रे कलरमा यो नि कार्गो प्यान्ट। अनि त्यसपछि अर्को पनि यहाँ छ जिन्सको ब्लू प्यान्ट। यो चाहिँ हेर्दा चाहिँ अलिकति सानो थियो, कम्मर चाहिँ ठुलो रहेछ। मैले ट्राई गरेर चाहिँ हेरेको छैन अहिलेसम्म, यो अरू चाहिँ हेरिसकेँ तर यो चाहिँ हेरेको छैन, अलिकति सानै देखाएको थिएँ मैले त प्यान्ट अरूभन्दा चाहिँ यो। सो त्यही भएर मैले ट्राई चाहिँ गरेको छैन, पछि ट्राई गर्छु म। सो अनि चाहिँ हाम्रो आउँछ जर्सी, अर्जेन्टिनाको जर्सी मगाएको थिएँ मैले। अनि 2-3टा जर्सी 4-5वटा जर्सी मगाऊँ भने, तर नेपालमा चाहिँ
अहिले वर्ल्ड कप सिजन नभएर जर्सी नै पाएन, त्यही भएर मैले यो अर्जेन्टिना र यो मैले म्यान सिटीको जर्सी चाहिँ मगाएको थिएँ। ट्राई गरेर हेरेको थिएँ मैले, यो चाहिँ अर्जेन्टिनाको चाहिँ फिट छ। अनि यो चाहिँ अर्को जर्सी म ट्राई गर्दैछु यो नि। सो यो चाहिँ अलिकति अघिनाको अर्जेन्टिनाको जर्सी चाहिँ अलिकति फिट थियो भने यो चाहिँ अलिकति ब्यागी टाइपको छ, अलिकति ठुलै छ, ब्यागी टाइपको छ। अघिना अर्जेन्टिनाको चाहिँ फिट थियो, यो चाहिँ अलिकति ठुलो टाइपको छ। अनि त्यसपछि यो अर्को त्यहाँ जकर्स मलाई दाइले दिँदैछ, जकर्स भइहाल्यो त्यो मेरो ब्ल्याक कलरको जकर्स, टुना होला, वाइट कलरको टुना, ब्ल्याक कलरको जकर्स भइहाल्यो। अनि अर्को पनि छ जकर्स नै हो यो नि, यो चाहिँ फिटमा जकर्स पुरै टाइट होला। अनि यो चाहिँ मेरो अर्जेन्टिनाको तलको सर्ट्स, अर्जेन्टिनाको ट्रिपल स्टार होला। सो यो चाहिँ हाम्रो फाइनल बक्स छ, फाइनल बट नट द लिस्ट है। यो चाहिँ हामी अनबक्सिङ गर्दैछौँ, डाइरेक्ट चाहिँ अनबक्सिङ गर्दैछ, काट्दैछ। यो माथि चाहिँ बोरामा प्याक भएर आउने रहेछ, अनि भित्र चाहिँ कार्डबोर्ड बक्स हुने रहेछ क्या। अनि यो बोराहरू सब काटेर च्याट्दैछु बोराहरू। सो काट्दैछ बिस्तारै। अघिल्लो हातमा फर्स्टमै दाइको हातमा घाउ भयो, त्यो पुरै एकदम सार्प छ क्या, यो सानो भयो नि, पुरै एकदम सार्प छ यो नाइफ चाहिँ। यो चाहिँ बक्सा बिस्तारै काट्दैछ, भित्रको लुगा फेरि च्यातिन्छ, लुगा च्यात्यो भने त फेरि काट्दा च्यात्यो भने त लगाउनु नपाई, नयाँ लुगा च्यात्यो भने त बर्बाद हुन्छ, त्यही भएर बिस्तारै हेर्दै काट्दैछ नि त। अनि यो चाहिँ अनबक्सिङ हुँदैछ हाम्रो चाहिँ। चाहिँ फर्स्ट सुरुमा चाहिँ मेरो ज्याकेट आयो फेरि यसमा ज्याकेट छ फेरि फर्स्ट सुरुमै। यो चाहिँ डाउन ज्याकेट हो, डाउन ज्याकेट। त्यसमा उयो के हो यसको भित्रको फर त्यहाँ बाहिर पनि देखाइरहेछ, चेक गर्दैछ डाउन भनेर। अनि त्यहाँनिर कपास पनि छ बाहिर यसमा चाहिँ। अनि अर्को चाहिँ यो दालमोट हो, खट्टा मिठो दालमोट। अनि त्यसपछि अर्को क्याप हो मेरो एनवाईको क्याप म चाहिँ ट्राई गर्दैछु। मैले हेयरब्यान्ड लगाएको थिएँ, मैले आजकल कपाल पाल्दैछु, त्यही भएर मेरो कपाल पुरै अगाडि आउँछ, त्यही भएर मैले हेयरब्यान्ड लगाएर बसेको थिएँ। अब यो अनि यो दाइको हातमा चाहिँ हर्लिक्स छ फिभा भन्ने। अनि अर्को चाहिँ फेरि यो सुकेको च्याउ होला सायद, हो सुकेको च्याउ हो, यो ड्राई मसरुम सुकेर ल्याएको च्याउ, खान मजा आउँछ यो नि, पछि बनाएर खानुपर्छ। अनि अर्को के बदाम हो, यो बदाम र पेस्ता होला, बदाम यो के पेस्ता। अनि यो के हो मैले देखिनँ त्यो चाहिँ के हो भनेर। अनि यो चाहिँ टिमुर हो, अर्को बट्टा टिमुर। अनि त्यसपछि अर्को यहाँनिर पदमास र राजमा होला, त्यहाँभित्र पदमास र राजमा थियो यहाँभित्र सायद, त्यही राखेको थियो। मैले खोल्नै सकिनँ, खोल्न ट्राई गरेँ, खोल्नु त पछि त जिप रहेछ, मैले चाहिँ जिपबाट त्यो नखोलिकन पुरै खोल्न खोजेको थिएँ, तर खोल्न त खोजेँ तर जिप चाहिँ बिग्रियो त्यसको। अनि पछि फिक्स गर्न मिल्छ त्यो जिप त। अनि त्यो चाहिँ मेरो हातमा चाहिँ त्यहाँ राजमा छ के दाइको हातमा चाहिँ त्यहाँ पदमास लगेको थियो, मैले खोलेर हेरेको थिएँ। अनि के रहेछ भनेर, अनि राजमै रहेछ भनेर यहाँ भित्र राखिदिएँ मैले। अनि सो गाइज यो हाम्रो अनबक्सिङ 3टा बक्स यसमा चाहिँ सकिसकेको छ, सब सकिसक्यो। के आयो भनेर सामानहरू सब हेरेको थियौँ। अब त्यसपछि चाहिँ यो सब रिप्याकिङमा हामी गर्दैछौँ त्यो सामानहरू। सो गाइज नेपालबाट पार्सल आएको भिडियो चाहिँ अनबक्सिङ भिडियो चाहिँ यति नै थियो। अर्को भिडियोहरूलाई लाइक, सेयर, सब्सक्राइब गर्नु। आजलाई बाई बाई।